Namaste. Welcome back again from the POM, Peace of Mind poem. यो चाहिँ हाम्रो रातको समयमा खिचिएको भिडियो हो जुन चाहिँ तपाईहरूलाई रातको समयमा कस्तो देखिन्छ त हाम्रो बिएनबीबाट चाहिँ भनेर देखाउनको लागि खिचिएको भिडियो हो। यहाँ चाहिँ रातमा तपाईहरूले धेरै नै राम्रो दृश्य देख्नुहुन्छ जुन चाहिँ तपाईको बेडरुमबाट पनि देख्नुहुन्छ, तपाईको लिभिङ रुमबाट पनि देख्नुहुन्छ अनि बाहिर बारदलीबाट पनि देख्नुहुन्छ। यहाँ चाहिँ प्राय जस्तो वातावरण चाहिँ शीतल नै हुन्छ। गर्मीको समयमा पनि तपाईहरुलाई यहाँ गर्मीको महसुस हुँदैन। 24 घण्टा फ्रेश एयर हावा लागिरहेको हुन्छ। अनि अर्को कुरा भनेको यहाँ बीच काठमाडौँको जस्तो खायोस्क गाडीको आवाज, धुलो, धुवा चाहिँ छैन। तपाईहरु जति पनि काठमाडौँमा काठमाडौँ अथवा कुनै पनि सिटीमा कुनै पनि रसमा बस्नुहुन्छ भने केही समयको लागि आनन्द चाहनुहुन्छ, पिस अफ माइन्ड चाहनुहुन्छ, शान्त चाहनुहुन्छ, जहाँ चाहिँ तपाईले केही समय आफूलाई दिएर मेडिटेसन गरेर हुन्छ कि योगा गरेर हुन्छ कि आफ्नो एउटा छुट्टै किसिमको समय बिताउन चाहनुहुन्छ भने चाहिँ यो पिस अफ माइन्ड धेरै नै राम्रो छ तपाईहरुको लागि। आउनुस्, हेर्नुस्, एक्सपिरियन्स लिनुस्। यहाँ चाहिँ 24 आवर हट एन्ड कोल्ड शावरको लागि पानी छ, शावर छ, 24 आवर वाइफाई अनि टोटली नाइस स्ट्रीट छ, बाटो छ घरसम्म पुग्नको लागि। अनि किचन छ, तपाई आफै मजाले के मन लाग्छ तपाईलाई बनाएर खानलाई, भाडाहरु सबै चाहिने भाडाहरु सबै त्यहाँ उपलब्ध छन्। जस्ट आफूले के सामान खानु मन लाग्छ बनाएर त्यो लिएर जानुस्, बनाएर खानुस्, रमाइलो गर्नुहोस्, इन्जोय लिनुहोस्। त्यहाँ गिटार छन् समय बिताउनको लागि। धन्यवाद। रमाइलो